हेलो नमस्ते सम्पूर्णमा म नगेन फुलुङ राई। म चाहिँ आज एउटा सानो प्रोजेक्ट बनाउन गइरहेको छु। हामीले जति पनि फ्याँकिएको कुराहरू चाहिँ कसरी युटिलाइज गर्ने भन्ने कुराहरू चाहिँ मैले एउटा जुगाड अनि एउटा दैनिक रूपमा चाहिँ प्रयोग हुने खालको सामग्री बनाउँदैछु। त्यो कुरा चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। यो पीवीसी पाइपलाई चाहिँ हामीले यसरी बीचमा चिर्नुपर्छ। चिरिसकेपछि चाहिँ यसलाई चाहिँ कत्रो निकाल्ने, कुन साइजको चाहिएको छ आफूलाई त्यो अनुसारको पिस बनाउने। पिस बनाएर चाहिँ यसलाई हट गर्न नत्र ग्यासमा तताउने। ग्यासमा तताइसकेपछि यसको मिलेको सर्फेस भएको दुईटा चिज चाहिन्छ, एउटा तलको लेभल अनि एउटा माथि खिच्नलाई चाहिँ। अनि यो जब नरम हुन्छ, नरम भइसकेपछि हामीले चेप्टाएर यसरी कक्राउने। अनि पहिलो स्टेप यो, सेकेन्ड स्टेप यो। त्यस पछाडि चाहिँ आफूलाई चाहिएको कुराहरू यसलाई चाहिँ हामीले साइज काट्ने। यसलाई नै काटेर मैले यसरी बनाएको छु यो बक्स। मैले एकदम स्ट्रङ मजबुती बनाउनको लागि चाहिँ मैले तपाईहरुले सोडाहरू पनि लाउन सक्नुहुन्छ। सोडा अनि कुनै पिठोहरू लगाएर चाहिँ यसलाई यो भेगा क्विक लगाएर गम लगाएर यसरी भित्र मजबुत बनाउन सक्नुहुन्छ ताकि नटुट्ने गरेर। यो चाहिँ बजारमा पाइने 3x3 को बोर्ड जस्तै देखिन्छ। यतिसम्म चाहिँ बुझ्नुभयो। तर अर्को कुरा बुझ्नु भएको छैन, यो के को लागि, के प्रयोजनको लागि भनेर तपाईले बुझ्नु भएको छैन। मैले चाहिँ यसलाई यसरी टालिसकेको छु। अर्को कुरा चाहिँ मैले यसलाई चाहिँ राउन्ड शेपमा यसरी काटिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ विशेष गरेर बिसादीहरू सागसब्जीतिर बिसाजी लगाउने खालको त्यो एउटा क्यान हुन्छ। त्यो क्यान चाहिँ फ्याँकिएको थियो। त्यो फ्याँकिएको क्यानलाई चाहिँ मैले यसरी युटिलाइज गरेको छु। यो चाहिँ के को लागि भनेर तपाईले त्यो पनि अझै बुझिसक्नु भएको छैन भने म तपाईलाई स्टेप स्टेप देखाउने छु। अब अर्को स्टेप म देखाउन गइरहेको छु। हरानभरि यो खालको केबुल खोज्दा पनि नभेटेर मैले फ्याँकिएको एक्सटेन्सन बोर्डको अनि मैले यसलाई होल गरेको छु यो केबुल छिर्ने गरेर। यहाँसम्म त बुझ्नु भयो होला यो के को लागि भनेर। यहाँ छिर्ने मैले होल बनाएको छु। धाराको सकेट हो यो चाहिँ एकदम स्ट्रङ हुन्छ अनि फ्या आउँदैन। यो फ्याँकिएको कुरालाई पनि मैले यसलाई युटिलाइज गरेको छु। मैले यसरी सेन्टर बनाएर यसरी निकालेको छु। छिराउँछु यस्तो हुन्छ। यो चाहिँ घुम्छ है, रोटेट हुन्छ, इजिली घुम्छ। फरेस्ट पेपर लगाएर यसको सर्फेस एकदमै मिलाएको छु। अनि यो पनि लिएको छु। अब चाहिँ बुझ्नु भयो होला राम्रोसँगले है। यो मैले लिएको छु। यो चाहिँ यहाँ माथि बस्छ। होल गर्नेवाला छु। यसलाई मैले मार्क गरिसकेको छु। यहाँ टक टक मार्क गरिसकेको छु। यसलाई चाहिँ सबै सेट गरिसकेर म कलर गर्छु है। यो देख्न सक्नुहुन्छ यो पीवीसी पाइपको। अब यसलाई चाहिँ मैले यहाँ राख्नुपर्ने हुन्छ। यसलाई चाहिँ यहाँ यसरी राख्छु। यसलाई म यहाँ सेट गर्न गइरहेको छु। त्यसरी घुम्छ है, यसरी घुम्छ। यो चाहिँ यो ग्लु लाएर सेट गर्न गइरहेको छु। यो ग्लु लाएर मैले सेट गर्नुपर्ने हुन्छ। यो चाहिँ यसरी बन्दैछ। मैले चाहिँ धरानमा यो खालको केबुल खोजेँ। यो खालको केबुल नभेटेकोले गर्दाखेरि चाहिँ मैले एउटा कबाडीबाट फ्याँकिरहेको केबुल लिएर यसको बनाउन गइरहेको छु। यो चाहिँ फ्याँकिएको केबुल हेर्नु होला। यसलाई चाहिँ म गाँठो पार्छु। गाँठो चाहिँ यहाँभित्र सेट हुन्छ। भित्र चाहिँ यस्तो हुन्छ है। यो गाँठो चाहिँ यस्तो हुन्छ। केबुललाई रोटेट गर्छ। यसको काम चाहिँ यो हो। यो फाल्टो मैले किनेर ल्याएको छु। यो त्यसले गर्दा चाहिँ एकदमै स्ट्रङ अनि मजबुत छ है। सबै चाहिँ मैले यो आफ्नै प्रयोजनको लागि भनेर एकदमै मजबुत बनाएको छु। मैले सबै तारहरू लिइसकेको छु, बनाइसकेको छु। अब यसलाई चाहिँ म फिट गर्न गइरहेको छु। काम गर्दै जाँदा कति त अन्दाजको भरमा छानेर लाउनु पर्ने हुन्छ। के गरेको छु भने यही केबुलको कभरमा यसरी चेप्टाउने। ठक्कै यसले क्याच गर्छ, पक्रिन्छ है। यसरी ठक्कै
यसरी छिराउने। यसरी छिराएपछि हामीले लगाउनु पर्ने हुन्छ। त्यसो यो यसले चाहिँ ठ्याक्कै केबुलले क्याच गर्छ। यो चाहिँ यो केबुल च्यातेर गरेको। हामीले कति कुराहरू चाहिँ यसरी फ्याँकेको कुराले पनि युटिलाइज गर्न सकिन्छ। हात नछिर्ने भएकोले गर्दाखेरि चाहिँ मैले यसरी ट्रिक लगाएर पनि हैन टेक्नोलोजी लगाएर मैले काम गरिरहेको छु। कता हो यसरी भित्र भएकोले गर्दाखेरि चाहिँ फिक्स गर्ने अनि बिस्तारै यसलाई चाहिँ सेन्टर मिलाएर यसरी होल्ड गराउने अनि यसरी टाइट गर्ने। दामी हुन्छ गाइज। अब बाँकी रह्यो एउटा। ल हेर्नुहोस् त फ्याँकिएको कुराबाट कसरी हामीले जुगाड बनाउन सकिँदो रहेछ। ल हेर्नुहोस् त कस्तो दामी भयो है। किनेको भन्दा पनि दामी हो। अब चाहिँ यसको काम के रह्यो भने अब थोरै काम बाँकी रह्यो। यसमा यो लगाउन गइरहेको यो पिभिसी पाइपको यसले चाहिँ यसलाई यहाँ कभर गर्नुपर्ने हुन्छ। यसरी सबैपट्टि ग्लु लगाइदिन्छु है। हेर्नुहोस् त एक ठाउँ राखेर यसरी घुमाउने के कस्तो राम्रो भयो होइन। केबुल चाहिँ दामी भयो है। अब तपाईँले सरल यसरी तानेर घुमाउन सक्नुहुन्छ। क्या दामी भयो। यो चाहिँ यसरी हुन्छ है। अनि आफूलाई चाहियो भने यसरी तान्ने है। यसरी तान्ने आफै आउँछ। खोलिन्छ यसरी खोलिन्छ। अनि यसलाई चाहिँ म तपाईँहरूले लगाएर पनि देखाउँछु है। अहिले यसलाई अफै गरिदिन्छु है। अफ गरिदिन्छु अनि ठक्कै यहाँ लगाउँछु। अनि हेर्नुहोस् त चार्ज भइसकेको छ है। यसले चाहिँ सबै ठाउँ काम गर्छ है। यसको चाहिँ चारैपट्टि यता पनि काम गर्छ। 1 2 3 4 5 पाँचवटा एकैचोटि लगाउन सकिन्छ।